सरासर प्रतिपक्षलाई हेप्यो भन्ने बुझ्यो नि। राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार सचेत छ, त्यो किचकिच गरेको कुरा चाहिँ त्यति मिठो सुनिँदैन। सामान्य जनताले पनि सडकबाट कहीँ कतै सामान्य कुरा सामाजिक सञ्जालबाट पनि आउँछ भने राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार सचेत छ, त्यो कुरालाई जनताको हितमा हुने कुरालाई काम गर्ने सन्दर्भमा त हामी त्यत्रो लामो छलफल भयो, प्रतिपक्षीहरूले आफ्ना कुराहरू धारणाहरू राखे, सल्लाहहरू दिए, तर सत्ता पक्षको तर्फबाट उत्तर दिन आउनु भएको स्वर्णिम हकले जो सरकारको प्रतिनिधि भएर आउनुभयो, उहाँले चाहिँ तपाईँहरूको कुरा राख्ने भए अर्को निर्वाचन कुर्नुहोस्, अहिले सम्भव छैन भनिदिनु भयो। त्यसले त सरासर प्रतिपक्षलाई हेप्यो भन्ने बुझ्यो नि। होइन, यसो छ, प्रतिपक्षलाई त अहिले एक शब्दमा मात्रै हेपेको, अब यहाँ मिटिङ चलेबाटै प्रतिपक्षले हेपेको कुरा होइन। प्रतिपक्षले चाहिने कुरा भन्दा पनि नचाहिने कुरामा बढी चाहिँ यो किचकिच गरेको कुरा चाहिँ त्यति मिठो सुनिँदैन। त्यो त तपाईँहरूले नै लेखिरहनु भएको छ, मिडियामै देखिन्छ, फलानु उसले गरेको हरकत यो पचाइसक्नु भएन होइन। पूर्वेली जनताले अहिले किन जिताएर पठाएको रहेछन् भन्ने कुरा त तपाईँहरूले नै पठाउनु भयो। हामीलाई त लाग्यो केही क्वालिटीकै नेताले पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो।